गाइस आज चाहिँ हामीले एउटा सानो खाना लिएर आएको छौँ होइन। त्यसो भनेको तपाईँको यसलाई चाइनिज मलावाङ भन्छ। सिम्पल तपाईँको इङ्ग्लिसमा धेरै छैन, ठिक्कको सिम्पलको यस्तो हेर्दा पनि चरक्क परेको होइन, यस्तो हेर्दा पनि खाउँ लागेको स्लाइस चिकन ब्रेस्ट पनि आउँछ। यसलाई चाहिँ चट्ट लगाएर कन्फर्ममा ठक्क डुबाउने हो। तेल पनि तातिएछ। अब यसलाई चाहिँ हल्का कन्फर्ममा चक्क चोरिवरी यसलाई कोटेड गरेर चिकन चाहिँ हल्का सेन्सिटिभ आइटम हो। यसलाई चाहिँ एबोभ 165 डिग्री टेम्परेचरमा कुक गर्नुपर्छ होइन। यो चाहिँ फ्राई गरेको कारणले गर्दाखेरि यसलाई चाहिँ गोल्डन ब्राउन हुनुपर्छ। त्यसको लागि चाहिँ हाम्रो मिक्स भेजिटेबल छ। यो चाहिँ मैले आफै मिलाएर हालेको सबै मिक्स ब्रोकोली, मसरुम, ससरुम, गुन्द्रुक, बगडम सबै। यो हाम्रो रेडी भयो होइन, गोल्डन ब्राउन भयो नि पऱ्यो। यसको टेम्परेचर चाहिँ 165 डिग्री फारेनहाइट एबोभ हुनुपर्छ, किनकि चिकन अलिकति सेन्सिटिभै हुन्छ। यसमा तपाईँको के भन्छ यो साल्मोनेला भन्ने एउटा उयो हुन्छ। यो चाहिँ हल्का सी फुड तपाईँको टोफु भयो, यसलाई हल्का मिक्स गरेर मेरो भएन पान गरम भयो। अब हल्का त्यो हाल्नु। त्यो चाहिँ हाम्रो चिली गार्लिक भयो हल्का। त्यो चाहिँ हाम्रो सबै चाइनिज डिसमा युज हुने सेजुन सस। यो सबै भुटायो। अब यसलाई भेजिटेबल लाग्यो हल्का सोया सस। अब तपाईँको यो फ्राइड चिकन यसलाई स्टक त हाल्नै पर्छ त्यसमा पनि होइन। चाइनिज खाना स्टक बिना कुनै खानु रेडी हुँदैन। हल्का स्टक हालेको होइन। अब हल्का यो अलिक कन्फ्लोर यसलाई थिकनेस बनाउनु लागि हाम्रो चाइनिज मलावाङ चाहिँ रेडी भयो। Garnish with sesame seeds.